हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल वन्स अगेन है। र आज चाहिँ म फेरि बजार घुम्नु जाँदैछु। म हुन्छ है, अन्त सुदीप, यहाँ सुदीप है, यहाँ पर हाम्रो रबिन सर। र अब चाहिँ हामी निस्किसक्यौँ। म अब सुदीप होइन, अब के कस्तो हुन्छ बजारको निकै बन्द हेरेर स्कुटीमा ज्यादै हिँडिसक्यो नि त हामी। अब चाहिँ हिँडेर गएको आज चाहिँ र हामी चाहिँ यहाँ चिल्ड्रन पार्क निस्किसक्यो है। मलाई चाहिँ तपाईँहरूले खालि सुटकोटमा मात्रै देख्छ होला सधैँ होइन। म चाहिँ खासै ड्युटीले गर्दाखेरि अब डेली सुटकोटमै बस्नुपर्छ नि त। सो त्यही भएर अब लुगा लगाउन सक्दिनँ। एकछिन ब्रेक हुन्छ 4 घन्टामा, फेरि कहाँ सुटकोट लगाइरहनु होइन। त्यही भएर चाहिँ त्यही उयो ड्रेस लगाइरहनु। त्यही भएर सुटकोटमा हिँड्यो यताउता। फेरि बेलुकासम्म त बस्नै पऱ्यो। सबै बेला चाहिँ सिभिल ड्रेसमा हुन्छ। हाम्रो चाहिँ सर्भिस आएको जस्तो छ, यहाँ एक्लै हिँडेको हिँडेकै गर्दैछ। हाम्रो सर हिँडेकै गर्छ। यता हेरिदिनु नि, आम्मा यसो हेरिदिनु नि हौ। कहाँ जानुभएको छ? घुम्नु मात्रै? वेस्ट बेङ्गल लाने सर? आज सरले हामीलाई वेस्ट बेङ्गल लाँदैछ हो। KFC लाने KFC लाने यता खाजा पऱ्यो हो। मोदी आउँछ भनेर छैन, आएन, के गर्नु, झुकायो भन्छ सबै। हामी चाहिँ फाइनल राङ्का स्ट्यान्ड आइपुग्यो। हस् त, हस् यहाँ हाम्रो भीमभाइ जाँदैछ, भीमभाइ है। अन्त हामी चाहिँ यहाँ राङ्का स्ट्यान्ड, फाइनल राङ्का स्ट्यान्ड आइसक्यो। यहाँबाट चाहिँ राङ्का स्ट्यान्डको गाडी पाउँछ नि त, राङ्काको हस्पिटल, राङ्का, मानवीर सबै जाने यहाँबाट पाउँछ। फाइनली हामी चाहिँ हस्पिटल डाँडा आइपुग्यो है। हस्पिटल डाँडा चाहिँ हाम्रो हस्पिटल डाँडा भन्छ है। अन्त यो चाहिँ नयाँ बनाएको फ्लाइओभर है, मजाको भएको छ अहिले। योपालि चाहिँ भुटानको जस्तो बनाइदिएको छ नि त यो चाहिँ। भुटानमा नि यस्तो पहिला यहाँ अर्कै थियो, अहिले भुटान जस्तो बनाइदिएको छ। यहाँ पनि मजाको भइदिएको छ। यतिको डेभलप भइसकेछ है गान्तोक फेरि है, सफा। कसले को आउनुभएको छैन है गान्तोक, हेर्नु छ यति सफा भएको छ। यहाँ चाहिँ होइन फ्लाइओभरहरू मजाको भइसकेको छ अहिले चाहिँ। पुरै सेफ छ है, पानी पर्दा पनि पुरै सेफ हुने। र फाइनली हामी चाहिँ एमजीमा आइसकिसक्यो है। सर चाहिँ कहाँ जानुभयो? यहाँ रहेछ हाम्रो सर चाहिँ। हगाला बस्नु र अब एमजीमाको क्राउड चाहिँ देखाउँछु तपाईँलाई के कस्तो छ है। रहेछ एमजीमाको क्राउड चाहिँ त्यस्तो पनि छैन, अलिक सिजन डाउन भयो नि त। सो त्यही भएर सिजन डाउन भएर त्यति साह्रो क्राउड चाहिँ छैन रहेछ। खै सरको चस्मा लगाउने हो सर? आम्मा हाम्रो सरको चस्मा लगाएपछि दामी देख्छ नि। हेर्नु न चस्मा लगाएर चस्मा चेन्ज है हाम्रो सरको। सबैजना चस्मा लाउने भएछ। यहाँ चाहिँ सेल लागेको रहेछ गाइस, मजाको है। हेरिदिउँ न के कस्तो रहेछ सेलमा। सेल लागेको रहेछ यो है। 40% अफ लागेको छ चाहिँ। हामीले केही मन परेन। कोही सेल भन्छ, झुकाएको जस्तो छ त हामीलाई त। 5000 जस्तोहरू मात्रै भन्छ त सेलमा त है। कसरी त्यो खालको त कहिले त्यो खालको सेलमा? जुत्ता त परै जस्तो चप्पलको दाम कति अरे? चप्पलको दाम कति अरे सर भनिन् त सेलको? सेलमा 1000 भनिएन? 1000 झुका जस्तो छ त गाइस हामीलाई त। त्यतिमा त म यहाँ तलबाट 2 जोडी जुत्ता प्लेट आउँछ। त्यही त हामीलाई चिप एन्ड बेस्ट ठिक छ है। त्यो खालको सक्दैन हामी पनि। स्लिपर त्यो 300 रुपियाँ पाउनेमा त आमा कति अरे? 600 कति भने 1000 रुपियाँ भन्नु। 1000 रुपियाँ त्यो त त्यो सेलमा अरे। हामीलाई सेल त 2000 रहेछ नि। जति अब हैसा चाहिँ त्यति मात्रै किनिन्छ नि त होइन गाइस। त्यो खालको मागो त 5000 6000 जुत्ता मात्रै भन्छ सेलमा भन्छ। त्यो पनि हामी त्यस्तो कहाँ सक्छौँ होइन। र गाइस हामी चाहिँ लाल बजार पसिसक्यो अब है। के किने सुदीप? हेरौँ न के छ। के छ है बोला ठिक भयो। यहाँ 500 सफा बनाएको छ। मलाई केले सर?
ए त्यही त अस्ति के भन्दा एउटा युट्युबरले लाल बजार किन लाल लाल बजार किन लाल भन्दै थियो भन्दा चाहिँ अस्ति बल्ल बल्ल सफा गरेछ होइन एउटा टुरिस्ट आएपछि के भनिदिएको यो लाल बजारलाई चाहिँ जतासुकै पान खाएर छोडेछ त्यो एउटा लाल बजार किन लाल बजार भनेको भनेर त्यसले चाहिँ प्रुफ देखाएको थियो पान खाएर जतासुकै थुक्दैछ नि त त्यो भएर चाहिँ लाल बजार भनेको छ नि त त्यो टुरिस्टले चाहिँ कस्तो अप्ठ्यारो हुन्छ होइन यस्तो त्यस्तै हो स्मार्ट सिटीलाई होइन त्यसो भन्दा त्यो बाहिरको मान्छे आएर त्यही त 22 मात्रै एउटा एप चाहिँ पनि हो यहाँ 22 यहाँ रहेछ है यहाँ सेल लागेको छ भने के हो रहेछ सेल रहेछ यहाँ सेल लागेको रहेछ यहाँ सकेको र त्यस्तो राम्रो छैन सबै छानिसकेको रहेछ त्यहाँ चाहिँ हो मन परेन है त्यस्तो सबै छानेर सकिसकेको पो रहेछ सेल र फाइनली हामी चाहिँ लाल बजारबाट निस्किसक्यौँ है अब निस्केर न्यू मार्केट हुँदै जान्छौँ है फेरि होटलै जाने हो फेरि हामी न्यू मार्केट आइपुग्यो सरले किनि पनि सक्यो ब्याग होइन अब भरे अपलोड भयो भने चाहिँ सर हजुरले थाहा हुन्छ त हेर्नु सर चाहिँ उता उता मात्रै हेरिबस्छ हेर्नु त साथी है भिडियो चाहिँ मैले यतिमै समाप्त गरेँ है अब चाहिँ यतिमै अब के भन्नु तपाईँहरूलाई बेसी देखाउनु पनि भएको छैन तपाईँले हेरिसक्नु भइसक्यो होला गान्तोक बजार त होइन अब फेरि हामीले रुममै लागेको है अब निस्केको यहाँबाट र जति पनि मेरो भिडियो हेर्नेहरूलाई है धेरै धेरै धन्यवाद छ है मन परेमा लाइक कमेन्ट सेयर होइन फलो पनि गरिदिनु होला नबिर्सी है र थ्याङ्क यू सो मच सबैजनालाई है नेक्स्ट टाइम पनि लिएर आउँछु राम्रो खालको भिडियो है जति सक्दो तपाईँहरूलाई है मन पराउने है हुन्छ थ्याङ्क यू सो मच सबैजनालाई